मेरो छोरा के मार्दैछ के भयो त राम्रो सफा गर है छोरा म घाँस काट्नु गएको डोको उतिया छ हेर्नुहोस् साथीहरू यस्तै छ मेरो के गर्नु नगर्ने भएको छैन यस्तो मकैबारी छ अब हिँड्नु पर्यो डोको बोकेर ठिकै छ के गर्नु दुःखी कर्म यस्तै रहेछ दुःखी कर्म है साथीहरू म घाँस काट्नु जाँदैछु नाम्लो पनि फाटी गएको छ कि के हो अयो यस्तै छ लागे घाँस काट्नु गोडा दुई खसी पालिरहेछु के गर्नु घाँस नकाटी भएको छैन ए कताबाट पो जाने नि बाटो पो बेसिहाल्यो ए बारी बारी जानु पर्यो है साथी यस्तै छ बारीहरू जङ्गल खोलातिर जानु पर्यो भनेर यसो जाँदैछु को यस्तै छ मेरो बाटो जङ्गलमा आइपुगेँ रुखहरू यस्तो छ यो खोला यहाँ तल यता घाँस काट्नुलाई चाहिँ म आएको छु पारी अलैँची पनि छ तर मरिगएको रोग लागेको होला नि यहाँ खोला चाहिँ खोरी खोला छ है यस्तो चाहिँ खोल्सा जङ्गलमा के यस्तै छ डाँडा काँडा चाहिँ देखिँदैन अलिक खोला पर्यो ए त्यसको रुखहरू छ यस्तै छ अब पुग्नु आँट्यो है घाँस काट्नलाई घाँस काट्नु जाँदैछु है म घाँस काट्नु बनमारा सुँगुरलाई खिरीमा कि खिरीमा भन्छन् के भयो कस्तो पार्दो रहेछ घाँस चाहिने चारो चाहिने त्यो खिरीमा मेरो धारी हेर्नुहोस् साथीहरू मेरो आँखा टेढो भइसक्यो भोक त धारीतिर त घर जाँदैछु यस्तै छ है साथीहरू दुःख सुख बाटो पनि छैन हो यस्तै छ बिजोक मेरो
यस्तो दुःख देखेर लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला है साथीहरू, माया गरिदिनु होला कि मलाई। ओके बाई।